चाहिँ यसरी चापी बोकेर कहाँ जाँदैछु भनेपछि हजुरहरूलाई देखाउँछु नि। हाम्रो चाहिँ चापीमा हेर्नु न सबै 3जनाको नामबाट आउने बी छ क्या। यो चाहिँ मेरो बुढाको अनि मेरो अनि छोरीको नामबाट आउँछ क्या। यता चाहिँ हिँड्नुभयो एउटा के अरे कपडा बेच्न जाँदैछौँ हामी नि। कपडा ले लो कपडा ले लो कपडा ले लो भन्ने हो त्यो होइन भाइ, त्यो जाँदैछ लोन्डीमा दुखाएको लागि। अनि पछि आज मलाई यस्तो के खानेको क्रेभिङ भइरहेछ भनेपछि खास म हजुरलाई देखाउँछु मलाई के खान मन लागिरहेको छ भनेर। मेरो बुढाले चाहिँ यहाँ लिएर पनि आइसक्नु भयो। अनि पछि खान मन लागेको चिज त खाइहाल्नुपर्छ, त्यसैले हामी चाहिँ ल्याउन आँट्यौँ क्या। नजिकैको दोकान बन्द रहेछ तैपनि हामी यति लगभग 5 मिनटको बाटो आयौँ, लगभग अलिक टाढै हो। मलाई चाहिँ खान मन लागेको चिज मैले ल्याइसकेँ। मलाई के खान मन लागेको रहेछ भनेपछि साथीहरू कस्तो यो सिटी पनि यही बेला बजेको बजे मलाई के पहिला मासु पकाएको देख्ने भने टाढै गन्नाउने कति खान मन नलाग्ने घर कस्तो हुन्थ्यो। आजभोलि चाहिँ पकाएको भन्दा पोलेको मासु खान मन लाग्छ क्या। त्यसैले म चाहिँ आज ल्याउन गएको थिएँ तन्दुर चिकन। हेर्न सक्नुहुन्छ यो ल्याउन गएको थिएँ। यस्तो चाहिँ खान मन लाग्छ। पकाएको खासै राम्रो लाग्दैन, तर यो टुक्रा टुक्रा बनाइदिएछ कि म नकाट्दिने भनेको थिएँ। यसमा चाहिँ चटनी आएको छ, स्पाइसी बनाइदिएछ भनेको थिएँ, लास्ट चाहिँ स्पाइसी बनाइदिएको रहेछौ। टेस्ट गरौँ है त साथीहरू। मिठो छ। मलाई चाहिँ तन्दुर चिकन एकदम खान मन लागेको थियो, त्यसैले ल्याउनु गएको थिएँ। अब खान्छु है त।